हेलो म हुनेवाला बेबीको हजुरबुबा हजुरबुबा छोरो भए पनि छोरी भए पनि नाति भए पनि नातिनी भए पनि म धेरै खुसी छु जे भए पनि। हेलो म हुनेवाला बेबीको हजुरआमा। त्यसपालि हाम्रो घरमा लक्ष्मी आउँछन् जस्तो लागेको छ। जे आए पनि छोराछोरी जे आए पनि हामी हेप्पी खुसी छौँ। हेलो म हुनेवाला नानीको ठुलो बाबा। मलाई यो पालि छोरी आउँछिन् जस्तो लागेको छ है। जे आए पनि आई एम ह्याप्पी। हेलो म हुनेवाला बेबीको ठुलो मम्मी। मलाई छोरी आउँछ जस्तो लागेको छ। जे भए पनि खुसी छु। हेलो म आउनेवाला भाइ बहिनीको ठुलो दादा। मलाई चाहिँ भाइ बहिनी जे आए पनि हुन्छ, तर मलाई चाहिँ बहिनी चाहिरहेको छ। थ्याङ्क यू। हेलो म हुनेवाला बेबीको माइलो दादा। मलाई चाहिँ भाइ बहिनी जे आए पनि म ह्याप्पी छु। मलाई चाहिँ भाइवाला जस्तो लागेको छ। भाइ तिमीलाई बहिनी जस्तो लाग्छ कि भाइ जस्तो लाग्छ? बहिनी जस्तो लाग्छ? आर यु स्योर? हाई, मेरो भाइ बुहारीलाई धेरै धेरै बधाई छ। मलाई लाग्छ कि मेरो सानो भदै नै आउँछिन्। मामा चाहिँ मलाई लाग्छ कि मेरो सानो बहिनी आउँछ। हेलो मामा माइजू नमस्ते। मेरो हेलो म हुनेवाला बेबीको मामलाको हजुरबुवा। मलाई चाहिएको चाहिँ नातिनी हो, तर कता कता नातिको शङ्का छ है। हेलो म हुनेवाला बेबीको मामलाको हजुरआमा। हामीलाई नातिनी चाहिएको छ, तर अब भगवानको कृपा के हुन्छ, मलाई चाहिँ नातिनी नै हुन्छ जस्तो लाग्यो। जे भए पनि आमा र बच्चा दुवै स्वस्थ हुन् यही कामना गर्छु। हाई गाइज, म चाहिँ हुनेवाला बेबीको ठुलो बाबा। मलाई चाहिँ छोरा हुन्छ जस्तो लाग्छ। अब हेरौँ, लेट्स सी के हुने हो जेन्डर रिभ्यूमा। तर जे भए पनि हाम्रै सन्तान हुन्, केही फरक त पर्दैन। र पनि एउटा पहिला छोरा भएको कारणले छोरी हुँदाखेरि बेटर हुन्थ्यो भन्ने कुरा हो। मेरो चाहिँ छोरा है, भोटिङ अहिले छोरामा छ। अब कसले विन गर्ने थाहा छैन। अब जेन्डर रिभ्यू अब सन्डे होला, सन्डेमा थाहा हुन्छ है त। ल त बाई बाई। हेलो हेलो म हुनेवाला बेबीको ठुलो मम्मी। अनि मलाई चाहिँ बेबी चाहिँ छोरी नै हुन्छ जस्तो लाग्छ। अब छोरी या छोरा जे भए पनि हामीलाई राम्रो हुन्छ। तर त्यही पनि सोचेको छोरी नै होस् भन्ने हामी भगवान्सँग प्रार्थना गर्दछौँ। अनि अब योचोटि म चाहिँ आउन पाइनँ, त्यसको लागि म अलिकति दुखी छु। अब यस्तै समय यस्तै छ यता। अब समय अलिक मिलाउन सकिनँ, अहिले यतातिर बिजी भएको कारणले गर्दाखेरि। तर म अब डेलिभरीको टाइममा चाहिँ म त्यहीँ हुन्छु। अब तपाईँहरू राम्रै सबैजनाले इन्जोय गर्नु होला। थ्याङ्क यू। हेलो म चाहिँ बेबीको हुनेवाला दिदी। अनि मलाई चाहिँ छोरी हुन्छ जस्तो लागिरहेछ, तर जे भए पनि छोरा छोरी जे भए पनि हुन्छ। ल थ्याङ्क यू। म बेबीको हुनेवाला दादा हो। तिमीलाई के चाहिएको छ, भाइ कि बहिनी? भाइ। हाई एभ्रिवान, म चाहिँ हुनेवाला बेबीको वान एन्ड ओन्ली मामा। र मलाई चाहिँ भान्जी हुन्छ जस्तो लाग्छ। लेट्स सी। चीज। अनिलको र करुणाको के हुन्छ भन्नु? अनिल फर्मुला म्यान हो। अनिलको फर्मुला अनुसारले छोरी हुन्छ। ऊ 100% छ। उसको यो सक्सेस भयो भने हामीले धेरैजनाले यो बाँड्नु पनि छ अल ओभर न्युजिल्यान्ड। जसले जे चाहिए इज अ फर्मुला म्यान। आई थिङ्क छोरी 100%। अनि त भाइ छोरी नै हुन्छ। शिवा शिवा अनिल काकाको उसको आवेन दादाको बेबी बोय कि बेबी गर्ल? बेबी बोय। बेबी बोय? ओके। चाहिँ होइन बेबी गर्ल हो जस्तो लाग्छ होइन, तर बेबी गर्ल होस् भन्ने चाहन्छु होइन, तर मेरो मनले चाहिँ बेबी बोय हो जस्तो लाग्छ। हामी चाहिँ अब आज यो पेपर पाएको छौँ होइन। हामीले आज अनिल र करुणाको बेबी अब के हुन्छ जेन्डर भन्ने पेपर हामीसँग आएको छ। फर्स्टमा चाहिँ हामी गेस गर्छौँ। म च्याप्सलाई गेस गर्छन् अनि म गेस गर्छु, अनि त्यसपछि मात्र हामी यो खोल्छौँ है त। त्यसलाई के हुन्छ जस्तो लाग्छ? जे गेस गर्ने पनि पाइयो। म छोरा हुन्छ कि भन्ने गेस छ मेरो चाहिँ।
मलाई चाहिँ छोरी हुन्छ कि जस्तो लाग्छ होइन अब गेस गरेछ मेरो चाहिँ छोरी अब च्याप्सको छोरा हामी दुईजना एउटा एउटा भयो बेबीलाई के हुन्छ जस्तो लाग्छ दादा भाइ कि बहिनी ल अब हामी ओपन गर्छौँ ल है फर्मुलाले काम गर्यो गरेन अब यहाँबाट पुष्टि हुन्छ है यदि काम गरेको रहेछ भने त ओ माई गड गुरु एउटा पोस्टर बनाएर फर्मुला मास्टर एपोइन्टमेन्ट लिएर हेर्नु पर्ने त्यसकै भन्ने See you in gender review. Bye. Congratulations.